हजुर तिमी श्रमदानमा आउने श्रमदानमा त नआउने बालेन दाइले तपाईलाई ट्रु लभ गर्नु हुँदो रहेछ तपाईले त माया नै गर्नुहुन्न अरे म त श्रमदानमा नआउने कति तरुणी र तन्नेरीको पछि मात्रै लाग्ने तरुणीको पछि लाग्दिन कि तपाईले बालेन दाइलाई माया गर्छु भन्नु अनि म आउँछु अब म चाहिँ यो माटोलाई माया गर्ने देशलाई माया गर्ने तर बालेन दाइलाई चाहिँ माया नगर्ने बालेन दाइ उता एकतर्फी मात्रै मायामा पागल भइसक्नु भयो त्यसो भए त म त महाकसम आउँदै आउँदिन तपाईको श्रमदानमा आउँदिन त्यसको माया लाग्दैन तिमीलाई त्यसको माया त लाग्छ नि छिटो ढिलो भइसक्यो यार अब त्यसको नाम निकालेर बोलाइहाल्नु भयो त्यसको नाम निक्लेपछि त आउनै पर्यो के गर्नु आउँछु ल कहिले आउने तिमी एउटा गीत गाएर सुनाउनु त्यो गीत सुनिसकेर आउँछु ल झिरिरारी रुरिरा पारु झिरिरारी रारीरा पारु तपाईँ र म बोलेको थियौँ भनेर कसैलाई पनि नभन्नु है ल छिटो गरेर आऊ है देश बनाउनु पर्छ ल ल म आइहाल्छु ओके भाइ म आउँदैछु तपाईँ बालेन दाइको पोस्टको रिप्लाईको लागि एउटा गीत बनाउँदै गर्नु है ल ल बनाउन थालिहाल्नु म आफूलाई ठुलो कहिले पनि सम्झिदिनँ है म आफूलाई ठुलो कहिले पनि सम्झिदिनँ म त ठुलो मान्छे कहाँ आउँछु त्यहाँ नभन्नु होला है नभन्नु होला म एउटा सानो मान्छे जो नाला सफा गरेर हिँड्छ धरानुको महानगरपालिकाको नगर प्रमुख भएर पनि नाला सफा किन गरेको त भन्दा म ठुलो हुँ भन्ने भावना भएको भए मैले नाला सफा गर्न सक्छु र झुक्दैन नि मेरो शिर म भन्दा ठुलो त कोही छैन पालिकामा अनि भन्ने गरेर हिँडिहाल्थेँ तर म सानो मान्छे हो तपाईँहरू पनि सानै मान्छे देख्छु म त्यत्रो ठुलो मान्छे यहाँ कोही पनि हुनुहुन्छ त मलाई लागेन होला तपाईँको छैन पाँच तले घर होला गाडी होला होइन बङ्गलै होला है ब्याङ्क ब्यालेन्स होला कतिको नहोला तर हामी जे जस्तै भए पनि जसको छ जसको छैन जेसुकै होस् तर हामी सबैजना नेपाली हो अब यो नेपाली भएर हामीले यो देशको सेवा गर्नुपर्छ म त्यो आह्वान गर्न चाहन्छु र त्यहाँ झरेर देशलाई चाहिँ उठाउने एउटा अभियानको नाम हो श्रम संस्कृति होइन अहिलेसम्म राजनीतिको परिभाषा भन्ने के छ भन्दाखेरि राजनीति भनेको चाहिँ गफ गर्ने अरूलाई ढाँट्ने म यस्तो गर्छु उस्तो गर्छु बाटो बनाउँछु यस्तो बनाउँछु उस्तो बनाउँछु भन्ने होइन अनि खर्च पनि अलिकति गर्ने चुनावको बेलामा है सबै तपाईँको चाहिँ त्यसरी गरेर चाहिँ जितेपछि चाहिँ है यसो गर्दै कमिसन खाँदै होइन तर मार्दै आदि काट्दै बस्ने अनि फुलेर बस्ने है म त ठुलो मान्छे पो त कहाँ आएको भन्ने है प्रहरी प्रशासनदेखि लिएर तपाईँको चाहिँ सम्पूर्ण कुरालाई कब्जा गर्ने न्यायालयसम्मलाई कब्जा गर्ने अदालतसम्मलाई कब्जा गर्ने अनि तपाईँको चाहिँ आफ्नो विरोधीलाई सफाया गर्ने यो किसिमको चाहिँ राजनीतिको परिभाषालाई अभ्यास हामीले गरेका छौँ यसलाई परिवर्तन गरेर अब राजनीति भनेको सेवा हो राजनीति भनेको उत्पादन हो राजनीति भनेको श्रम हो हाम्रो देशको भविष्य तपाईँको चाहिँ बचाउने पृथ्वी रहेसम्म यो देशलाई होइन तपाईँको चाहिँ समुन्नतिको बाटोमा प्रगतिको बाटोमा अगाडि लम्काउने एउटा अभियान हो त्यस्तो एउटा कर्तव्यनिष्ठ तपाईँको चाहिँ बनेर देशभक्त बनेर अगाडि बढ्ने अभियान हो भनेर हामीले भन्नुपर्छ है यो कुरा सुनेर अब यो कुरा त राम्रै छ हाम्रो धाउन्ने के छ कहिले यो देशलाई छोडेर जाउँ युकेतिर गएर बस्नु भए त अमेरिका गएर बस्नु भए त उतै उतै कता अस्ट्रेलिया कता त पिआर पाएर बस्नु भए त यस्तोमा को बस्छ यो हिलोमा यो न ल एन्ड अर्डर न छ न के छ होइन दिनदहाडे लुटिने कुटिने मारिने न्याय नपाउने जब छैन यस्तो घिनलाग्दो तपाईँको चाहिँ अवस्थामा को बस्छ भनेर हामी भाग्ने तर्खरमा छौँ म तपाईँहरूलाई यो श्रम संस्कृतिको माध्यमबाट यो देशमै बस्ने मान्छे बनाउन चाहन्छु है यो देशलाई नै पर्खेर बस्ने बनाउन चाहन्छु यो त्यहाँसम्मको कुरा छ यो यसो चुनावमा भोट जित्ने होइन यसो चाहिँ एक दुईवटा यसो होइन यो चाहिँ पक्का यो समाजलाई होइन तपाईँको चाहिँ देशभक्तिको बाटोमा डोडाउने एउटा अभियान हो त्यो अभियानमा म एक्लै कुदेर हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू पनि आउनुपर्छ